अभी स्टार्ट किया है, यूट्यूब पे भी दिख जाएगा हमारा। हमारी मैडम को सब्सक्राइब करें आप, ओके शेयर करें, सब्सक्राइब करें। हर हर महादेव। यहाँबाट जानु त मन थिएन होइन, तर के गर्नु जानै पर्छ। अब ठिकै छ, अब हामी जाँदैछौँ। ल भगवान् रक्षा गर ल। हेलो गाइज, वेलकम टु माई भ्लग होइन। अब चाहिँ हामी चाहिँ केदारनाथ जान लागिरहेछौँ होइन। अनि मेरो 2-3 वर्ष अगाडिको सपना थियो कि मेरो फ्यामिलीलाई मैले केदारनाथ लाने भनेर होइन। फाइनल्ली आज त्यो पुरा हुनेवाला छ होइन। यहाँ रहेको छ गाडी सुमो होइन। अनि हामी चाहिँ कतिजना 6-7 जना रहेको छौँ। अनि सबैजना मिलेर हामी केदारनाथको यात्रा सुरु गर्नेछौँ। अब के हुन्छ, कहाँ के गर्छौँ सबै म अपडेट गर्नेछु हजुरहरूलाई है। मेरो भ्लग हेरेर साथ दिनु होला। लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। दाइ त अब चाहिँ रेडी भइसक्यो है सबै। अब मम्मीहरू आउँदै हुनुहुन्छ। अनि अब चाहिँ हामी जान्छौँ। गाडी रेडी भइसक्यो। अब त राम्री यहाँ कति विश्व सुन्दरी हाम्रो भाइ काल ढसे। अरू त अब ल ठिकै छ। अरू अपडेट गर्नेवाला छु है। हेरेर साथ दिनु होला ल। अहिले नारायण घाट पुलचोकमा छौँ होइन। अनि सामानहरू किन जानुभएको दाइहरू चाहिँ इन्डियामा चाहिँ सामान चामल दालहरू महँगो पर्छ भनेर अनि यतै नारायण घाटबाटै किनेर लाने भन्नुभएको। अनि त्यसैले हामी चाहिँ अब यस्तो घुम्न जान लागेको दाइहरू चामलहरू लिन जाने हुन्छ। त्यसैले हामी अब यो कहाँ आइपुग्यो? कहाँ उकालो हो त थाहा छैन, नामै थाहा छैन है। अब दाउने हो कि साउने हो कि नि त्यहीबाट 2 घन्टा भइसक्यो जाममा परेको। गाह्रो छ। यहाँ सबैजनाको अवस्था हेर्न सक्नुहुन्छ हजुरले। मान्छेहरूको अवस्था यहाँ गर्मीले पसिनाले नुहाइसक्यो सबैजना। जाम यस्तो जाम छ, दिन्छ जाम। मेरो बुबा यता हेरिदिनु त। आएर बुबा यस्तो कस्तो राखिदिनु हो। कालो होइन नवराज, कालो छ। राति खोज्नु उसलाई गाह्रो छ। पुरै के देख्छु त भनेर पुरै अन्धकार पो देख्छु त। चस्मा त खोल्नै बिर्सिरहेको हो। ए ल हामी चाहिँ लुम्बिनीमा आइपुग्यौँ है। अनि यहाँ चाहिँ हामीले होटल पनि बुकिङ गरिसक्यौँ। अनि अब खाना चाहिँ यहीँ हामीले गाडीमै पकाएर खानेछौँ, किनभने शुद्ध खानेकुरा खानाहरू चाहिन्छ नि त। अनि त्यसपछि हामी फेरि अहिले फ्रेस भएर होइन भोलि बिहान हिँड्नु छ फेरि हामीलाई। हामी भोलि बिहान नै यहाँबाट हिँड्नेछौँ। त्यही हो। बिहानको 5 बजेको छ। अनि हामी चाहिँ जो धेरै सुत्न पाएनौँ, जम्मा 3-4 घन्टा भन्दा होइन। अनि बिहानै 4 बजे उठेर मेकअप सेकअप गरेर अहिले चाहिँ हिँड्नलाई रेडी भइसक्यौँ होइन। अब गाडीमा पनि सामान हालिसक्यो। अब चाहिँ हामी यहाँबाट हिँड्न लागिरहेछौँ है। अब यसपछि के हुन्छ सबै अपडेटहरू गर्नेछु है। चाहिँ फेर यो धान खोला भन्ने ठाउँमा आइपुगेर अनि यहाँ होटलमा रोकेर चिया खान पस्छौँ है। पानी परिरहेको छ हेर्न सक्नुहुन्छ हजुरहरूले है। अनि फेरि हामी यहाँबाट चिया खाएर हिँड्नेछौँ। झाडीमा रोकेको अहिले बाँकेको ढकेरीमा छौँ। खाना खानलाई गाडी रोकिरहेको छ है। अनि उहाँ पर चाहिँ दाइले खाना आफैले बनाउने नि त, हामीले आफै बनाएर खाने नि त गाडीमा। बाहिर होटलमा खाँदैनौँ। अब मन्दिर जाँदैछौँ त केदारनाथ। अनि त्यहाँ जानको लागि त शुद्ध खानाहरू खान पर्छ। त्यसैले उहाँ पर देख्दैन। अब जाम चाहिँ खाना खाइ भइसक्यौँ। अब हामी चाहिँ जाँदैछौँ केदारनाथको यात्रातर्फ।
बुवा पसेन क चाँडिनु भएर आउनु मेरो बुबा बुबा हाई भन्यो नि त हाई भन्यो न हाई त्यहाँ हाई भन्यो नि यहाँ हाई भन्यो न हाई ल गाइस अब हामी चाहिँ जाँदैछौँ है गाइस हामी चाहिँ अहिले यो कहाँ महेन्द्रनगरमा छौँ होइन अनि अहिले चाहिँ कति 6 बजेको छ होइन अनि अब चाहिँ हामी यहीँ बास बस्नेवाला छौँ अनि होटल पनि बुक गरिसक्यौँ है अब होटल चाहिँ उता रहेको छ अहिले पनि देखाउँछु हामीले एउटै रुम भनौँ न 6-7वटा बेड एउटै रुममा चाहिँ अनि अब हामी यहीँ बस्छौँ होला आज अनि फेरि भोलि बिहान 5-6 बजे हिँड्छौँ भनौँ न यहाँबाट यहीँ नजिक रहेको छ नि त बोर्डर चाहिँ अनि आज यहाँ बसेर अनि भोलि बिहान जाने हो हामी यहाँबाट यहाँ अहिले बिहानको 5:30 बजेको छ हामी चाहिँ यहाँ महेन्द्रनगरबाट अब हिँड्न लागिरहेछौँ होइन अब कहाँसम्मको यात्रा होइन सुरु हुन्छ होइन अनि उहाँ पर चाहिँ गाडीमा सामान हालिरहेको छ होइन दाइहरूले अनि अब यहाँबाट हामी सिधै बोर्डर कट्नेछौँ आज चाहिँ होइन अनि आज पनि फेरि गएर हरिद्वारमा होला बस्ने हामी थाहा छैन होइन कहाँ बसिन्छ अनि त्यही हो इन्डियाको बोर्डर कट्यौँ होइन अनि हामीलाई चाहिँ सामानहरू सबै झारेर बोक्न लाग्यो नि त अनि अहिले चाहिँ फेरि दाइले मिलाउनुहुन्छ सामान अनि त्यहीँ इन्डियाको बोर्डर छ होइन अनि हामी चाहिँ यहाँ छौँ अहिले अब इन्डियाको बोर्डर कटेपछि अब हामी अहिले इन्डियामा छौँ इन्डियामा आइपुग्यौँ महाकाली नदी रहेछ होइन अनि यहाँ चाहिँ यो इन्डियाको बोर्डर इन्डियाको ड्याम हो यो चाहिँ के भन्छ ड्यामै भन्छ होइन नेपालीमा इन्डियाको ड्याम यो चाहिँ हाम्रो नेपालको महाकाली नदी भन्छ होइन त्यहाँबाट चाहिँ कता इन्डियाको रुद्रपुरमा छौँ होइन खाना खान गाडी त्यहाँ रोकिएको छ अनि यहाँ हाम्रो खाना पाक्दैछ अब अनि अहिले भर्खर हामी त्यहाँ भित्र मन्दिर पसेर आयौँ होइन धेरै भगवान्हरू हुनुहुन्थ्यो अनि दर्शनै गरेर आयौँ अनि अब यहाँ खाना खान्छौँ अनि खाना खाएर चाहिँ आज हामी हरिद्वार गएर बस्छौँ है मेरो चाहिँ साउन्ड मतलब मेरो चाहिँ बोली सुकेको छ बोल्ला 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 है अब यस्तै त हो नि के गर्नु है ठिकै छ खाना भ्याइसक्यौँ है यस्तो राम्रो ठाउँमा बसेर अब चाहिँ हामी जाँदैछौँ हरिद्वार यहाँ बसेर हामीलाई रमाइलो लाग्यो हामीले धेरै घुम्यौँ ऊ त्यहाँ मन्दिर थियो होइन अनि यहाँ नि मन्दिर त्यहाँनिर मन्दिर शनिदेव मंदिर आपको भी बहुत बहुत शुक्रिया आपने हमें वो कटर खिला दिया पानी खिला दिया हाँ तो इसलिए और हम चलते हैं हरिद्वार जाना चाहिए जहाँ का मंजिल हो वहाँ जरूर जाना चाहिए हाँ जाना ही चाहिए ठीक है बहुत अच्छा लगा आपसे मिलकर अभी मतलब नसीब में लिखा हो तो जरूर मिलेंगे हाँ वही तो हामी अहिले हरिद्वारमा छौँ हामी चाहिँ लुगा धुनलाई मेरो स्वर सुकिरह होइन हामी चाहिँ यहाँ लुगा धुनलाई सरफ किन्न आँट्यौँ यस्तो फोहोर छ यो हरिद्वार इन्डिया अब अंकल जी ये आश्रम का अंकल जी और इस अंकल जी ने हमको एक रूम का आईसी 2000 ले लिया है अंकल जी ने और हम आपको रूम टूर करवाएंगे कैसा है वो रूम 2000 आईसी का रूम ठीक है आश्रम यही हो होइन यही हो हामी बस्ने आश्रम है रूम हाम्रो रूम हेर्न सक्नुहुन्छ हजुरले आश्रमको रूम यही हो है 8वटा बेड रहेको छ यहाँ 8वटा बेड सबजना रुगा फेरेर बसिरहेको छ है ए 2टा बाथरुम रहेको छ त्यहाँ यहाँ नि बाथरुम यहाँ नुहाइरहनु भएको छ होला ए हाम्रो रुम यहाँ वाइफाई चाहिँ छैन क्या हामी चाहिँ आरती हेर्न जाँदैछौँ सबैजना अटोमा चढौँ पानी
हरिद्वार हरिद्वार मान्छेहरूलाई यस्तो भिड देख्न सक्नुहुन्छ हजुरले सब भिड कस्तो लाग्यो आरती हेर्ने मान्छेहरू सबै वाउ मान्छे हामीलाई त बस्नु भनेर लगाइदियो हामी त बस्यौँ बसेर आरती गाह्रो छ गाइस उड्नु दिँदैन यहाँ मान्छे यति धेरै छ आरती सक्यो हामी घर फर्किँदैछौँ होइन अब मम्मी हामी त हराउँछौँ होला हामी आइरहँ हामी देखिरहँ हामी हराउनु बाटो टोपी दिइरहेको त बुवा र बाटो चाहिँ 4:30 भएको छ अनि हामी चाहिँ गङ्गामा स्नान हुन्छ के भन्छ बाबु ए स्नान हो इस हो स्नान 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 नुहाउन गङ्गामा डुब्की लाउनु जान लागिरहौँ है त्यहाँ दाइ उठिरहनु भएको अब हामीले लाने दाइ अनि अब हामी मम्मी बुबा अनि भाइ अनि दिदीहरू सँगै जानेछौँ डुब्की हरे राम सीता अब हामी जाँदैछौँ है अहिले चाहिँ बिहानको 5 बजिसक्यो हामी चाहिँ यहाँबाट हिँडिसक्यौँ हामी चाहिँ अहिले यता हरिद्वारको गङ्गामा डुब्की लाउन जाँदैछौँ बिहानै जानुपर्छ क्या मान्छे प्याक हुन्छ हिजो पनि आरती हेर्ने बेला पालै नपाएर लास्टमा बसेर हेरेको हाम्रो अटो चाहिँ आइसक्यो है गन्दी मत खेलाओ भने होइन त्यहाँ तर यहाँ गन्दी हो चलो यहाँ वाउ बिहानको भ्यू कस्तो राम्रो आरती ले लो थ्याङ्क यू मैले चाहिँ आरती लिएँ सबका बिजनेस है सबका बिजनेस सबैको आफ्नो बिजनेस हुन्छ है कस्तो राम्रो भ्यू वाउ राम्रो भगवान्जी बस्छन् भाइ मजाले सब टुर गराउने थियो सब टुर गराउने हारमान कति राम्रो बिहान कस्तो राम्रो आएको के हेर भ्यू यस्तो राम्रो आएको यस्तो दाम त राम्रै खास अब कहिलेछ अहिले पछि यस्तो राम्रो आयो हिजोको भन्दा राम्रो आयो के म कस्तो लास्टै राम्रो आयो तर म चाहिँ गइरहेको भिडियो
भ्याइसक्यो है यहाँ अब भिडियो गर्नुहुन्न किनभने मान्छेहरू नाङ्गे नाङ्गे छन् आधी मात्रै लुगा लाखान् त्यही भएर अब चाहिँ हामी जाँदैछौँ घुम्नलाई घुम्न भन्दा नि चराते गई भ्याएन स्नान चाहिँ गई भ्यायौँ कति रमाइलो हो एकदम रमाइलो छ आगे बढ़ो आगे बढ़ो आगे बढ़ो नीचे मत बैठो आगे बढ़ो आरती हुई है ना छाले ले जाओ और छाले ले जाओ यहाँबाट यस्तो दामी सिन देखिन्छ सबै हरिद्वार हो होइन तर मैले ड्रोनमा चाहिँ कस्तो दामी देखाउँछ नि त अनि तर अलिक फोहोर अब फोहोर भनौँ न होइन हल्का फोहोर तर यो हरिद्वार होइन हेर्न सक्नुहुन्छ है हजुरले अहिले कस्तो आनन्द फिलाइरहेको होइन यहाँ आएर एकदम रमाइलो मिलाइरहेको भगवान् वहाँ पर चाहिँ फर्किँदैछौँ होइन मम्मीहरू बुवाहरू भाइहरू चाहिँ त्यहाँ पिण्डदान गर्न बसिरहनु भएको अनि अब हामी चाहिँ रुम गएर अरू मलाई यस्तो हाँस लाग्यो यहाँ हरिद्वारमा होइन मन्दिरमा पनि के अरे क्युआर क्या बिजनेस गरे हो कि यिनीहरूले यहाँ मन्दिरमा के अरे ऊ गर्न बसेको के अरे भक्ति गर्न बसेको बिजनेस गर्न बसेको होइन मन्दिरमा नि क्या मन्दिरमा नि क्युआर कोड क्या यस्तो हँसाएर खाना खान लागिरहेको होइन यहाँ आश्रममा यतिबाट अँधेर आयो है यहाँ रहेको छ खाना त्यहाँ बसेर खाइरहनु भएको छ मेरो मम्मीहरू है लो अंकल जी इधर देखिए इधर देखिए तो हमसे मिलकर कैसा लगा आप लोग अच्छा लगा तो आज हम जा रहे हैं आप आराम से बैठिए कहाँ जा रहे हैं हम केदारनाथ जा रहे हैं घूमने हाँ आप आराम से बैठिए करके आओ दर्शन करके आओ हाँ, अच्छा लगेगा कभी इसी तरह घूम के आओ हाँ बढ़िया दर्शन करके आओ हाँ जाओ प्यार से घूम हाँ ओके पर आप तो हमें प्यार नहीं करते हो सब प्यार है यो आमा छोरी जहिले यस्तो चिप्किरहन्छ आई लभ माई मम भेरी मच आमा माया लाग्छ अहिले चाहिँ हामी यहाँ के अरे यो कहाँ उता त्यो एउटा पन्जाबीले गाडी रोकेर फर्काइदियो हामीलाई फर्काइदियो होइन के ट्रिप कार्ड बनाएर हिँड्छ दाइहरूले अनि त्यही भएर फेरि हामीलाई फर्काइदियो क्या अनि त्यही भएर हामी फेरि ट्रिप कार्ड बनाउन आयो 7 किलोमिटर फर्केर 7 किलो 15 किलो होइन 7 किलोमिटर चाहिँ हामी फर्केर आयौँ अनि गाह्रो छ गाई त्यसै सहिलो छैन केदारनाथ जान शिव भगवान्लाई भेट्न जान त्यतिकै सहिलो रहेन पार्वती लिएर आएको यहाँ यति गाह्रो भएन शिवलाई भेट्न जानलाई शिवलाई भेट्न जान एकदम गाह्रो रहेछ है गाइजहरू एकदम गाह्रो हाम्रो त्यो ट्राभल ट्रिपको कार्ड बनाएर यहाँ बसिरहौँ हिजो पनि यहीँ आयौँ आज पनि यहीँ आयौँ है यता यस्तो झ्याउ रहेछ भने अब के भन्नु अब दाइहरू उता बनाउन जानुभयो अफिसमा हामी चाहिँ बसिरहौँ अब आज चाहिँ हामी केदारनाथको यात्रा सुरु गर्नेछौँ है त हामी चाहिँ चिहान रोकेछौँ होइन गाइज अनि यहाँ पछाडिपट्टि होटेलको पछाडिपट्टि कस्तो राम्रो सिन रहेछ कि होइन अनि हामी चाहिँ अब केदारनाथ चढ्ने बाटो आउन लाग्यो होइन देवप्रयाग आउन लाग्यो म हजुरलाई ब्याक सिन देखाउँछु है त यस्तो दामी छ पहाडी देखिरहनु भएको होला है कस्तो राम्रो छ क्या मोबाइलमा त राम्रै आएर सक्नुहुन्छ म देखाउँछु यहाँ जाममा छौँ होइन हेर्न सक्नुहुन्छ यो कहाँको जाम हो यो केदारनाथ जाने बाटोको जाम हो लास्टै जाम रहेको छ अब कहिले पुग्छौँ थाहा छैन मैले भने नि महादेवलाई भेट्न त्यति सहिलो छैन गाह्रो छ
भगवान् शिवलाई भेट्न त्यतिकै सहिलो होइन, गाह्रो रहेछ। जाम हिजो पनि के अरे के कार्ड बनेन, ट्रिप कार्ड बनेन, एक दिन बस्नु पर्यो। आज पनि जाम, कति बस्नु पर्यो थाहा छैन। गाह्रो, मेरो स्वर सुकेर बोल्न सकेको छैन। बुबा ए हेर्नु न, हाई भन्नु त, हाई भन्नु न। हाई भन्नु भने, हाई भन्नु भने हाई न साइरे। बा हाई भन्नु न। हाई भन्नु, हाई होइन क्या, हाई होइन क्या, हाई क्या। हेलो गाइस, यता चाहिँ यहाँ माथिबाट गइरहेको छ, बाटो अवरुद्ध भइरहेको छ। हामी यो चन्द्रपुरीमा छौँ होइन। अनि यहाँ आएर आजको रात हामी यहीँ बस्नेछौँ। अनि होटल पनि बुकिङ भइसक्यो, यही होटलमा हो बस्ने होइन। यो चाहिँ चन्द्रपुरी रे। अनि यहाँबाट केदारनाथ कति 50 कति भन्यो, 50 किलोमिटर रे यहाँबाट होइन। केदारनाथ 50 किलोमिटर टाढा, अनि त्यहाँबाट हिँडेर 22 किलोमिटर जान पर्ने रहेछ। हामी चाहिँ बुक गरिसक्यौँ। अनि तर फेरि होइन के अरे 3 दिनको लागि बन्द भनेर न्युज आएको छ केदारनाथ। अब हेरौँ होइन के छ उता त होइन। हामी उताबाट आयौँ त, अनि यो बाटो भिरै होइन। अब देखाएँ होइन, गाडी त्यता रोकिरहेको हाम्रो गाडी चाहिँ होइन। अनि यो सबै भिरको बाटो हुँदै आएको हो क्या। अनि यति जाम थियो, यति पहिरो गइरहेको थियो होइन, धेरै पहिरो जाम भइरहेको थियो। अनि लास्टै डेन्जर बाटो रहेछ क्या। मैले चाहिँ नगएर कि क्लिक नगरेर क्या, मलाई डर लागेर यसो तल हेर्ने कस्तो डर लाग्दो क्या। अनि त्यसपछि माथिबाट सबै पहिरो गइरहेको थियो क्या माथिबाट। अनि डोजरहरूले नि यताउता जेसिबीहरूले त्यो पन्छाइरहेको थियो। अनि अब यहाँ बस्छौँ आज। अब भोलि हेरौँ के हुन्छ है। तल चाहिँ दाइहरूले खाना पकाइरहनु भएको छ। अनि हामीले चाहिँ रुम पनि बुक गरिसक्यौँ। ओके, चन्द्रपुरीबाट हिँड्न लाग्यौँ होइन। अब खुला त होइन केदारनाथ, 3 दिन बन्द भन्दा अहिले पानी परेन नि त। अनि अब हामी जान्छौँ, खुलायो थाहा छैन। अब जाँदै गर्दा थाहा हुन्छ होइन। यो केदारनाथको यो यहाँबाट चढ्ने भनेको छ होइन। अब यहाँबाट हिँड्ने रे होइन, यो ठाउँबाट उकालो लाग्ने भनेको छ। तर 3 दिनको लागि बन्द भनेको छ नि त, पानी परेर। अनि अब के हुन्छ थाहा छैन। यहाँ चाहिँ जाडै छ नि त। अनि त्यही भएर चाहिँ हामीले जाडोको लुगाहरू बोकेर आएको छौँ। अनि अब यहाँबाट उकालो लाग्ने भनेपछि होइन, अब त्यो ठाउँबाट उकालो लाग्ने भनेपछि अब त्यहाँ बुझ्नु जानु भएको दाइहरू होइन। अब 3 दिनको लागि बन्द भनेको छ, के हुन्छ थाहा छैन। खुला रहेछ भने आज हिँड्छौँ, अब खुला रहेछ भने फेरि आज पनि बस्ने होला सायद। यता चाहिँ चिसचिसी कस्तो राम्रो ठाउँ छ क्या। अनि हामीले चाहिँ गाडी पार्किङ यहीँ माथि गरेको छौँ होइन। मान्छेहरू हिँडिरह होइन। अब कोही मान्छेहरू बुझ्न गइरह। अब भगवान्ले के गर्नुहुन्छ होइन। अब सबैजना केदारनाथ जानु भनेर कोही यतै बास बसेका थिए होला हिजो होइन। 15 तारिकसम्म बन्द भनेर थियो। घाम नि लागिरह नि त हल्का। के गर्छ भगवान्, मैले त खोलोस् भनेको छु। चाँडै जानु पाएँ, चाँडै गएर आउनु पाएँ, हामीलाई सहिलो हुन्थ्यो। यहाँ आइसक्यौँ हामी चाहिँ होइन। यो केदारनाथ जाने बाटोमा होइन। म यति खुसी छु नि, फाइनली मेरो ड्रिम पुरा हुँदैछ। अनि मान्छेहरू देख्न सक्नुहुन्छ होइन। यति धेरै छ कि मान्छेहरू यति धेरै, यो सबै केदारनाथ जानको लागि आइरहेको मान्छेहरू हो है। अनि उहाँ चाहिँ बाटो सुनिसक्यो, आज सुनिसक्यो है। घाम लागेर पुरा भगवान्ले हामीलाई पास गर्नुभयो। अनि त्यहाँ रहेको गेट। अब यहाँबाट चाहिँ हामी केदारनाथको यात्रा सुरु गर्नेछौँ। म यति धेरै खुसी छु, खुसीको सीमा छैन। अनि मम्मीहरूलाई कुदाएको छु, म माथि आइसकेँ नि त। अनि त्यही भएर अब हामी यहाँबाट चाहिँ यात्रा सुरु गर्नेछौँ है त। हजुर देख्न सक्नुहुन्छ मान्छे यति धेरै छ कि केदारनाथ जान। बा पछाडि आइरहेको छ है मान्छे। अब हिँड्न सकिँदैन जस्तो हो भनेर त भन्दिनँ, सक्छु मजाले हिँडेँ नि। पछाडि भारी बोकिरहेको छु अझ मैले। सबैजना
यसरी भारी बोक्दै होइन ऊ पर पुइसे मान्छेहरू धेरै 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 नै छ मेरो तर मोबाइलले कहिले साथ दिँदैन कि यस्तो बेला यहाँबाट 6 किलोमिटर गौरीकुण्ड भने के भने गौरीकुण्डसम्म 6 किलोमिटर अनि गौरीकुण्डबाट त्यहाँबाट चाहिँ 22 किलोमिटर हिँड्नुपर्ने बल्ल हामी केदारनाथको यात्रा सुरु गरेर हामी होइन अब गर्मी हुन थालिसक्यो क्या घोडे चाहिँ नहीं मैं पैदल जाऊंगी अनि त्यही हो मोबाइलले चार्ज भएर म भ्लग बनाउनु जाने हो अब चार्ज भएन भने चाहिँ यस्तै छ हालत अब उहाँसम्म नै भगवान् चार्ज नसकोस् भन्यो म धेरै चलाउँदै हिँड्नु न अब यता बाहिरको सिनिँदैन होला उहाँ तलबाट आयो मान्छ होइन उहाँ तलबाट यता रमाइलो भएर सबै छुटिसक्यो म कोही अगाडि गई पछाडि भइरहेको यस्तो हुने न उकालो चल्दाखेरि अब म त सक्छुन्न बाहरू चाहिँ पछाडि बिस्तारै हिँड्नु भएको अनि बुबाहरू अगाडि जानु भइसक्यो नेटै चलिरहेको छैन यसो माथि आएको छ नि त त्यही भएर ठिकै छ हिँडौँ कहाँसम्म पुगिन्छ है आइसकेका आधी बाटो रे क्या आधी बाटो छैन यहाँ आएर बनाउला दोस्त रमाइलो भइरहेको है घोडाले हान्छ भने त घोडाले हान्छ भने डर छ यहाँ घोडे वही तो बोला आगे देख कर चलिए और चश्मा खोल कर क्योंकि काला दिखता है ना काला हाँ रास्ता काला दिखता है वो चश्मे ऊपर चलो जय श्री कति रमाइलो भइरहेको ये यूट्यूब पे जाएगी चलेगा ना भी जाएगी हाँ चलेगा ना चलेगा ओके सब लोग दिखेंगे टिकटॉक पे हाँ चलेगा ओके बोल बम बोल गाइस हैन माथि गएर न किन लाग्यो हैन बाटबाट चाहिँ यसरी पानी खान पाइँदैन खाली बोतल बोकेर हिँड्यो भने चाहिँ एकदम रमाइलो हामीसँग हुनुहुन्छ धेरैजना मेरो साथीहरू गर्नुभयो यहाँ आएर अब अभी स्टार्ट किया है यूट्यूब पे उनको दिख जाएगा हमारी मैडम को सब्सक्राइब करें आप ओके शेयर करें सब्सक्राइब करें हर हर महादेव एकदम रमाइलो भइरहेको होइन मलाई चाहिँ हामीबाट कोही अगाडि छन् कोही पछाडि छन् म बिचमा छु होइन अनि बाटोबाट जो पाउँछ त्यसमा बोल्दै हिँड्छन् होइन गफ गर्दै अब टाइम पास त हुन्छ नि होइन के छ र बोल्दै म्यागी जान्छ र होइन सबैजना साथीहरू भइन्छ यो चाहिँ सोचिसक्यो होइन पानी चाहिँ बाटोबाट जति नै पानी झर्ने झर्ना अनि त्यही हो अरू भिडियोहरू पनि बनाउँछु क्या ए नेपाली ल्याङ्ग्वेज हो ना एक बात बोलना चाहूँगा हम नेपाल का नाम सुन के ऐसा लगता है बहुत खूबसूरत है अच्छा। ये देख लो नेपाल एक बहुत खूबसूरत थ्याङ्क यू ल गाइज बुवा र म चाहिँ बसिरहेको थके लागेर यत्रोबाट ब्यागको भारी बोकेर अरू त तल कत्रो ठुलो झर्ना थियो नि मैले त्यहाँ चाहिँ भिडियो गर्न पाइनँ किनभने मोबाइल चार्ज थिएन अनि अर्कोको झोलामा थियो त्यसैले कस्तो राम्रो सिनहरू थियो होइन अब घोडाहरू त्यहाँ बोकेर लाने भए मान्छेलाई होइन घोडाहरू छ त्यो तलतिरबाट मान्छेहरू आउँदैछ होइन यस्तो रहेको छ बाटो चाहिँ खतरा खाके होइन अनि त्यही हो मम्मीहरू आइरहनु बुवा र म सबैभन्दा फर्स्ट आएको यहाँ माथि आएर बस्या मिठामा पनि नबस्कन आयौँ 6 किलोमिटर हिँडेर नि
22 किलोमिटर भन्थ्यो अझ चाहिँ बस्दै बस्दै आइरहनु अनि बिहानदेखिबाट के पनि आएन पानी मात्रै हिँड्नै सकेन अरूहरू चाहिँ फेरि घोडामा हिँड्दै आउँछ है हिँड्न नसकेर अझ कति हाम्रो चाहिँ घोडामा जाने भन्दै सोधिरहेको थियो होइन हामी चाहिँ पाप लाग्छ भनेर हिँडेर जान्छौँ त्यो सामान बोकेर जान्छ है घोडाहरूले चाहिँ हामी चाहिँ होइन हिँड्दा बल्ल बल्ल एकछिन कुद्दै खाजा खायौँ दालमोट चिउरा अनि मम्मी बाहरूलाई पढेर होइन 1 घन्टै पर्ख्यौँ होला हामीले म र बुवा त माथि नै आइसकेको थियौँ नि त अनि त्यही भएर अनि बा र मम्मी त हिँड्नु सक्नु भएन घोडाले हाल्ला जस्तो हेर मलाई डर लाग्छ फेरि उछिराइदियो अनि अब लाग्छ टाइम मान्छेहरू देख्न सक्नुहुन्छ अगाडि पछाडि होइन त्यही हो भ्लग बनाउनु पनि सकेन मैले यहाँ हल्का खायौँ दालमोट चिउरा त्यही भएर हल्का हिँड्नु सकिरहँ अब वहीँ पुगेपछि गर्नु पर्ला भ्लग यहाँ कुनै राम्रो ठाउँ भेटेछ भने गर्छु त्यही है उहाँ चाहिँ आइरहनु बा मम्मी स्वस्तिकै सबजना हर हर महादेव हामी केदारनाथ जानको ल पानी पऱ्यो सबैजनाले होइन पानी अब यसरी हिँड्नु पऱ्यो पानी पऱ्यो नि के गर्नु अरू डर चाहिँ के भने त्यो घोडाले हान्छ भने डर हुँदो रहेछ क्या बाटोमा होइन अनि सब घोडाहरू चाहिँ कस्तो हाल्ला जस्तो गरेर आउने कि मम्मीहरू चाहिँ आइरहनु भयो पानी पऱ्यो भिडियो बनाउनु पाउँदैन अब वहीँ केदारनाथ गएर भिडियो बनाउने झोला यति बोके पानी बोके हातमा बोल्न सकेको छैन हिँड्न सकेको छैन पानी परेर हिलो भइसक्यो केदारनाथ जाने बाटोको मौसमै यस्तै कहिले पानी पर्छ कहिले घाम लाग्छ होइन केही हुने रहेनछ यस्तै हो केदारनाथको मौसम कहिले चेन्ज हुन्छ कहिले के हुन्छ होइन 81 अहिले त्यत्रो टन्टला पुरै घाम लागेको अहिले यस्तो पानी पर्दियो हामी ल भन्नु त मम्मी केदारनाथ कस्तो लागिरह यात्रा आफू पो केदारनाथ तपाईँ के नाच्यो मलाई पो सोधे भिडियो कस्तो लाग्यो त भनेर रमाइलो भएको दुःख भएको भने जिन्दगी के भन्छ नि जिन्दगीको यात्रा गन्तव्य र जिन्दगी यात्रा उस्तै हो भने हो कहिले भन्छ भन् त गन्तव्य र जिन्दगी यात्रा उस्तै भइरहेछ रमाइलो नि लाग्छ कतै दुःख पनि लाग्छ किन दुःख लाग्यो यसो हिँड्न पर्यो भनेर हिँड्नु त पर्यो घोडा चढ्छस् त चढ्दिनँ घोडालाई के रोउने अहिलेदेखि होला नि घोडा यस्तो ताली रुन्छ कि यहाँ मान्छे चढाउनु परेर बिचरा अघि आँसु झारिदियो एउटा घोडाले त्यही भएर हामी नचढे पाप लाग्छ हिँडेर जाने बाटो खत्तम छ फेरि यस्तो बाटो अझ कस्तो बाटो आउने हो पछाडि नि भाइ बोक आफूलाई नि हिँड्न भएन बोतल बोक कति गाह्रो हो जिन्दगी हेर्नु त ए जान सहिलो शिव भगवान भेट्न गाह्रो होइन पानी परिरहेको छ होइन यस्तो उकालो छ म त भ्लग बनाउनु परिहाल्यो घोडाले हान्छ भने डर छ होइन हाना पनि आखान पिसाब त अंकल जी कैसा लग रहा है सबको राम्रो लाग्ने राम्रो ए राम्रो लाग्ने ओके छ त रमाइलो लागिरहेछ गाई झर्ना यस्तो राम्रो झर्ना हो तर मेरो क्यामेरामा पानी पस्यो त्यसैले भिडियो राम्रो आएन फर्की बेला बनाउँछु आइ भाइलाई म चाहिँ पठाइदिनु बसेँ है भिडियो बनाउन 4:30 भइसक्यो होइन हामी चाहिँ भर्खरै 10-11 किलोमिटर हिँड्यौँ अझ बाँकी छ 10-11 किलोमिटर बिचरा हाम्रो मम्मी चाहिँ उहाँ पर हुनुहुन्छ स्यास्या हुनु भएको हिँड्नु सक्नु भएन तर पनि अब के गर्नु होइन टेन्सन हुन्छ यहाँ सीता त्रिपाठी हिँड्न सक्नु भएन हामी हिँड्न सकेको छैनौँ गाह्रो छ भर्खर आधी त आयो अब आधी बाँकी हो बेलुका पुगिन्छ होला राति
यी बुवाहरू सबै माथि पुगिसक्यो, हामी चाहिँ यहाँ तलै हो। भाइ र म चाहिँ मम्मी बाबालाई उड्दै हिँड्दै गरेको, बिस्तारै बिस्तारै बस्दै गाह्रो छ। त्यसै सहिलो चाहिँ रहेन छ एक केदारनाथ जान, गाडीले चाहिँ गाइड मरिन्छ। मेन त घोडाले बाटो मान्छे हाल्ला जस्तो क्या, मैले बोल्नु सकेन। बल्ल बल्ल आधी बाटोमा आइपुगेको छौँ है। यस्तो अँध्यारो भइसक्यो, बिहानै कति 12 बजी हिँडेर जान्छौँ हामी। अझ 7 किलोमिटर छ यहाँबाट 7 किलोमिटर छ होइन। तर यहाँ चाहिँ बाटोमा बत्तीहरू बालिदिँदो रहेछ, अनि पसलहरू चाहिँ बन्द हुँदैन रहेछ। हामी चाहिँ मम्मी बाबाहरूलाई पठाइदिनु हुन्थ्यो नि त, अनि सँगै आएको भएर हामी चाहिँ बस्दै खाँदै होइन, चिया पिउँदै के खाँदै आयौँ। अझ 7 किलोमिटर बाँकी छ, अनि अब हामी पुरा त 12 बजी हिँड्ने मान्छे अहिले 7:30 हुन लाग्यो अहिले। ए भगवान्, 7 किलोमिटर छ अझ। एउटा मान्छेले भन्थ्यो 1 बजी पुग्छ भने, अब कति बजी पुग्छ थाहा होइन। यस्तो के मौसम देखाउनु, यस्तो अँध्यारो दैट के मौसम देखाउने यस्तो अगाडि यस्तो छ। मम्मी उस्तै हो, अहिलेको मम्मी र अहिलेको मम्मी उस्तै। यस्तो छ, पसल बाटबाट खुल्ला हुन्छ, जे मलाई पनि खान पाइन्छ यहाँ। पानी झर्नामा भइहाल्छ है, यस्तो हो। कति रङ्ग 4:30 गाइस होइन। हामी चाहिँ 10 घन्टा भयो क्या हिँडेको बिहानदेखिबाट होइन। कहिले 11:30 होला, मैले कन्फ्युज छु 11:30 12:30 कति हो होइन। अनि नै चाहिए हम उता जाके बैठेंगे। अनि अहिलेसम्म पुगेर क्या, अझ 4.5 किलोमिटर छ क्या बाँकी। 9:30 भइसक्यो यहाँ। कता बाटो भाइ एउटा ट्राई गर्नु जाऊँ न अन्त। अनि होइन अझ 4.5 किलोमिटर छ, अझ पनि हामी हिँड्दैछौँ। बिहानदेखिबाट हिँड्दैछौँ होइन गाइजहरू। गाह्रो छ, गाह्रो। अझ कहिले पुग्ने हो थाहा छैन। भाइ लिनु पुग्यो, मान्छे पनि हिँड्न सकेन। मेरो मम्मी, ए मम्मी मम्मी कस्तो भइरह? आमै मेरो मम्मीलाई दिगदार लाग्यो हेर्नु। उहाँ चाहिँ भारी बोक्ने अङ्कल हो। यहाँ मान्छेको भारी बोक्नुहुन्छ, हामीले चाहिँ नबोकाउनु नलागेको, पाप लाग्छ भनेर। अनि उहाँ गधाहरूले बोकिरहेको हुन्छ, घोडाहरूले। गाह्रो छ गाइस, मान्छेहरू सब हाम्रो छोडेर गइसक्यो। र माथि आउँदै गर्दाखेरि चाहिँ त्यो हुन्छ नि, अक्सिजन कम हुँदै जाँदो रहेछ। अनि हिँड्न नसक्ने, के गर्न नसक्ने रहेछ। पसलहरू पनि बन्द भइसक्यो त। मेरो खुट्टा दुखेको हो, म बोल्न सक्दैन। अक्सिजन कम हुँदै गयो नि त। अझै छ बाँकी 3.5 किलोमिटर। भगवान् अब चाहिँ यहाँबाट यो बेस क्याम्पबाट चाहिँ होइन केदारनाथ 1.5 किलोमिटर छ अरे। अब हामी क्याम्पमा सुत्नेछौँ होइन, यो जस्ताको टिनमा भएको ठाउँमा। अनि बल्ल 12:30 भयो होला, बल्ल आइपुग्यौँ होइन। यहाँबाट नि अझ 1.5 किलोमिटर केदारनाथ। अब भोलि बिहान उठेर जानेछौँ। आज अब यतै बास हुन्छ। आज भ्याएन, ननस्टप हिँडेको हिँड्ने छ। गाह्रो पनि भएको छ अब सुत्ने। अब चाहिँ हामी रेडी भइसक्यौँ होइन मन्दिर जानको लागि। 12 बजी बन्द हुन्छ भनेको छ। अनि अब 10 बजी सक्यो होइन। अब चाहिँ हामी जान्छौँ, यहाँ नुहाइधुवाइ गऱ्यौँ अनि रेडी भयौँ। यताको बिहानको यताको भ्यूहरू चाहिँ एकदम राम्रो देखिँदो रहेछ क्या होइन, यताको सिनहरू।
हजुरले हेर्न सक्नुहुन्छ होइन कस्तो राम्रो क्या। हामी चाहिँ टेन्टमा बसेको थियौँ होइन। अनि त्यसपछि उता धाराको चिसो पानी लिनु आयौँ। अनि सबैजना रेडी भयौँ। अब हामी जानलाई रेडी भयौँ। अब जानेछौँ मन्दिर गएर राम्ररी पूजा गरेर भ्याएर अनि फोटो भिडियो खिच्छौँ। अनि म टिकटकमा अपलोड गर्नेछु। हर हर महादेव। वाउ कस्तो राम्रो चाहिँ केदारनाथ डाँडाको उहाँ पर छ केदारनाथ। अझ केदारनाथ आउने बेलाको बाटो हो होइन। त्यहाँ हिमाल छ। केदारनाथ पछाडि चाहिँ हिमाल थियो नि त। अनि अब यो यस्तो राम्रो रहेको छ है। हामी चाहिँ केदारनाथ आइसक्यौँ है। उहाँ हेर्न सक्नुहुन्छ मेरो ड्रिम पुरा भयो। आज यति धेरै खुसी छु नि म। हेर्नु होला कस्तो राम्रो बनाएर आयो। महादेव हर हर महादेव। यस्तो मलाई कस्तो भएको क्या अघि त्यो बाहिरबाट आउनु बेला। हामी चाहिँ केदारनाथ आयौँ। फाइनली मेरो ड्रिम पुरा भयो होइन केदारनाथ आउने। अनि हेर्न सक्नुहुन्छ हजुर केदारनाथ होइन। यस्तो रमाइलो छ कि केदारनाथमा। यहाँ आएर जाने मन लाग्दैन होइन। म भित्र पूजा गर्दा कस्तो भक्कानेर मेरो आँसु आयो। म रोएँ होइन। अनि त्यो आफै आफ आउँदो रहेछ कि त्यो पुरै मेरो पेनहरू दूर भएको टाइपको जस्तो हुने क्या। ए नेपाल दार्जिलिङमा हजुर सिन्धुपाल्चोक टाढै पर्छ। अनि हेर्न सक्नुहुन्छ यहाँको दृश्यहरू हजुरले यस्तो राम्रो छ कि होइन यहाँको सिनहरू होइन। ल हजुरले पनि दर्शन गर्नु होला केदारनाथ भगवानको। हजुरहरूलाई सबैलाई कल्याण होस् कामना पुरा होस् होइन मनोकामना पुरा होस्। अझ हामी माथि जान पाइएको छैन। अब हामी अझै यहाँबाट फर्किनेछौँ। अनि ठिकै छ अब अरू कहाँ जान्छौँ म भिडियो अपलोड गर्नेछु होइन। अपलोड गर्नेछु है त। ल है त अहिले चाहिँ हामी केदारनाथको पछाडि छौँ होइन। अनि यो देखिरहनु भएको छ नि हजुरले चाहिँ भीमशिला रहेको छ होइन। अनि ठुलो धेरै बाढी आएको थियो नि त। अनि यहाँ चाहिँ अनि यो भीमशिलाले चाहिँ केदारनाथलाई बचाएको हो नि त। अनि हजुरले हेर्न सक्नुहुन्छ होइन न्युज। अब मलाई कतिको थाहा मैले चाहिँ त्यति थाहा न त्यो मैले त्यति भन्यो। अनि यहाँको सिनहरू हेर्न सक्नुहुन्छ होइन। अनि यो भीमशिला यति ठुलो हो कि यति ठुलो होइन। अनि ठ्याक्कै भगवान्लाई केदारनाथ भगवान्लाई बचाइदिनु भयो होइन। अनि अरू यताउता सबै बाढी सबै गएको के तिनीहरू चाहिँ सबै बाढी गएको होइन। बस मन्दिरलाई म चाहिँ बचाएको ल हेर्न सक्नुहुन्छ हजुरले न। त्यही हो सबै ठाउँ घुमेर आयो। सबै ठाउँ भने मतलब यो मन्दिर पुरै राउन्ड गरेर आयो। अनि तर अब यहाँबाट जानु त मन थिएन होइन। तर के भने जानै पर्छ। अब ठिकै छ अब हामी जाँदैछौँ। ल भगवान् रक्षा गर ल। चाहिँ 2 बजेको छ होइन। हिजो पनि आउने बेला पानी परेको थियो। फेरि आज जाने बेला पानी पर्यो। अनि अब चाहिँ हामी ओह्रालो लाग्दैछौँ है केदारनाथ बाटो। अब तल गएर खाना खानेछौँ। त्यसै खाना खाएर हिँड्नेछौँ। अनि गाडीमा पुग्नेछौँ। अनि नेपालतिर जान्छौँ कि बद्रीनाथ जान्छौँ। हेरौँ अब के हुन्छ है। ल हाम्रो सानी डेसिनी टाइप लाइफ त हामीले चाहिँ भर्खरै खाना खायौँ होइन। अनि अब यहाँबाट हिँड्न लागेको पानी पनि सिमसिम पर्दैछ। यही सानो टेन्टमा खायौँ। अनि अङ्कलहरू धेरै हेल्प गर्नुभयो हामीलाई होइन। धर्मै गर्नुभयो भनौँ न। अनि अब यहाँ चाहिँ प्रायः जस्तो नेपालीहरू हुनुहुन्छ होइन। घोडा चढाउनुदेखि लिएर होइन डोको बोक्नुदेखि लिएर पसल थाप्नेदेखि लिएर सबै नेपालीहरू हुनुहुन्छ। अनि उहाँले हामीलाई धेरै हेल्प गर्नुभयो। अनि हामीले खाना खायौँ। हिजो बेलुका नि हामीलाई यहाँ 4 रोटी खुवाउनु भएको थियो। अनि जे भयो नि रमाइलो लाग्यो। अब हामी तलतिर लाग्नेछौँ है त। चाहिँ आउँदा भएको थियो नि त बाटोमा। अनि मैले कति यहाँको डेन्जर बाटोहरू देखाउनु पाएको थिएन कि। म देखाउँछु ल हजुरहरूले हेर्न सक्नुहुन्छ होइन। यहाँ यस्तो डेन्जर बाटो होइन। पहिरो जाने बाटो त खत्तमै छ कि यहाँको। मान्छेहरू रिक्स लिएर आउने खासमा होइन। पहिरो गएको अझै योभन्दा तलतिर त कस्तो खालको डेन्जर बाटो छ कि। अनि प्रायः मान्छेहरू यस्तो पानी परेर होइन रिक्स लिएर आउँछन् कि मान्छेहरू। म पनि रिक्स लिएर नै आएको हो होइन।
अझ हामीले उता आउँदै गरेको होइन उता रोड मेन रोडतिरको बाटो पनि बास्तो खत्तम के डेन्जर छ। अझ यहाँ पनि डेन्जरै अझ यो त के हो तल जानुपर्छ तल झन् यस्तो डेन्जर छ कि यो बाटो। अब चाहिँ हामी बिचतिर बाटोतिर आइपुग्यौँ। हामी 6-7 जना 7-8 जना हो हामी सानी 8 जना हो केदारनाथबाट फर्केको। अनि हाम्रो फ्यामिली सबै फाइनली केदारनाथ नि गएर आइयो होइन। पानी परेर अब चल्दै गर्दै म कति कहिले पुग्छ थाहा छैन फेरि आज नि त्यस्तै हाई कैसा लगा आपको? कैसा लगा? मेरा मुझे बहुत बढ़िया। आपका दोस्त लोग किधर गए? बढ़िया। किधर गए आपके दोस्त लोग? दोस्त लोग आ गए सब। आ गए? आप आज घोड़ा पे नहीं चढ़ोगे? घोड़े पे नहीं चढ़ोगे? नहीं मैं नहीं गया घोड़े से। क्यों? बाकी सब लोग गए घोड़े से। चल तो हमारे साथ चलिए कोई बात नहीं ठीक है ना? हमारे साथ जाऊंगा हाँ फिर आपको पहुंचाएंगे तुम लोग 11 बजे। वो तो है ये देखो कितना दूर चली है, देखो कितना दूर चली है। हाँ वो तो है कोई बात नहीं। ये तो ठीक है। मंदिर केदारनाथ मंदिर कैसा लगा आपका? बहुत बढ़िया। क्या है आज बाबा के दर्शन फर्स्ट टाइम था आज? फर्स्ट टाइम। हमको भी बहुत अच्छा लगा बट जाने का मन नहीं था। अहिले हामी आधी बाटो जस्तो झरिसक्यौँ होइन अब फर्किसक्यौँ। अनि अब केदारनाथको बाटो यस्तै त हो नि यस्तो पहिरो जान्छ होइन यस्तो भिड यत्रो ढुङ्गा होइन हल्का डेन्जरै छ क्या। अनि हिँड्दा पनि यो ओह्रालो झर्दा यस्तो चिप्लो होइन लड्ने सम्भावना हुन्छ। घोडा आइरह घोडा जान्छ क्या तर कोही घोडा चाहिँ लास्टै हुन्छ यार नजिक आउँछ ल हो यस्तो डेन्जर छ कि बाटो भन्नै पर्दैन है गाइडहरू। हर महादेव होइन यस्तो पानी यस्तो हाडोको चाहिँ पहिरो गएर यहाँ हिँड्छ नि त बाटो है डेन्जर हो कि यहाँ आउने मान्छेहरू चाहिँ रिक्स लिएर आउँछन्। झर्नेमा यस्तो गाह्रो छु घोडा यहाँ आएर म भिडियो बन्द गर्छ नि म त डर लाग्छ। ओह्रालो खत्तम बाटो छ खत्तम यस्तो ओह्रालो झर्नुपर्छ है गाईहरू गाह्रो छ गाह्रो सहिलो रहेछ त कम त गाह्रो हो। यहाँ बाटोमा धेरै मान्छेहरू भेट्यौँ होइन रसियाबाट नि आएको क्या केदारनाथ जानु भनेर। अलिक त्यो पानी परे बेला ओह्रालो झर्न चाहिँ अलिक चिप्लो हुने क्या यस्तो चप्पल लाएर हिँड्यो अनि प्याचकी चिप्ले क्या म त त्यही गाह्रो ल नि बाटो यस्तो बाटो हेर्नु नि बाटो कसो झर्ने यस्तो बाटो पानी परे चिप्लेर भने डर त्यस्तो सहिलो केदारनाथ आउन ल उकालो चढ्नु बेला अब ठिकै हुन्छ डर हुन्न तर पानी परेर ओह्रालो झऱ्यो भने झर्ने बेला पानी पऱ्यो भने चाहिँ एकदम डेन्जरै गाह्रो छ अहिले हिउँदामा आउनु। उहाँ पुग्नु भएछ हाम्रो सानीहरू म चाहिँ पछाडि नै छु है म चाहिँ भिडियो बनाउँदै हिँडेको छु नि त सबैजना छोडेर अगाडि बाटोबाट धेरै झर्ना रहेको छ होइन केदारनाथ जाने बाटोमा चाहिँ हेर्नु सक्नुहुन्छ यो झर्ना सबै ढुङ्गा पछाडि आउनु सक्छ दौडु तर अलिक डर छ क्या अलिक डेन्जर छ बाटो चाहिँ भने अलिक कसरी भन्नु होइन धेरै भन्नु हुन्न। आज चाहिँ हामी यहाँ गौरीकुण्डमै बास बसेको थियो अनि हिजो हामीलाई उता सोनप्रयागसम्म के अरे पहिरो आएर त्यो पुलिसले बाटो बन्द गरेर जानिदिएको थिएन नि त अनि हिजो हामी जान पाएनौँ। अनि आज चाहिँ हामी यहीँ बसेर एक रात अनि आज जाँदैछौँ अब फेरि के छ त्यहाँको अनि अब आजको के छ होइन अपडेटहरू अब जाऊँ अनि त्यहाँ पुलिस स्टेसनमा के गर्छ थाहा छैन। अनि अब हेरौँ है त्यहाँ गएर चाहिँ के कुरा हुन्छ जानिदियो भने जान्दैन भने फेरि आज अब हेरौँ के हुन्छ। पहिरो गएर क्या यत्रो ठुलो पहिरो गएर अनि त्यो पहिरो गएर भएर चाहिँ हामीलाई हिजो यतै बास फर्काइदिएको हो क्या उहाँबाट जान्दैन अनि हामी यतै बास बसेको यहाँबाट चाहिँ कहिले भन्छ 7 जना अस्ति बगाएको मतलब गएको भन्छ कहिले चाहिँ 12 जना हुन्छ कहिले चाहिँ फेक न्युज भन्छ तर के हो थाहा छैन नि यत्रो पहिरो गइरह अनि बाटोबाट यत्रो पहिरो गइरह हुन्छ हजुर देखिसक्नुहुन्छ पन्साइरहेको छ है डेन्जर बाटो रहेछ यो पानी परे बेला आउनलाई होइन अहिले हामी पन्साइरहेको छ नि त अस्ति भर्खर यहाँ पहिरो गएको रहेछ नि त होइन अनि यहाँबाट चाहिँ
7 जना मरे भन्छ, कहिले कहिले चाहिँ 12 जना भन्छ होइन, कहिले चाहिँ अनि होइन फेक न्युज भन्छ। उनीहरूले चाहिँ अब तिमीहरू डराउँछ होला भनेर त्यस्तो, मतलब हामीहरू डराउँछ होला भनेर उनीहरूले त्यस्तो भनेको रहेछ। तर होइन रियलमा चाहिँ अब साँच्चै त्यही नै होला होइन, एकदम ठुलो पहिरो गएको रहेछ। अनि कुनै छ रिक्स नै छ भएन, त्यो बाटोमा पहिरो गइरहेको छ अनि मान्छेहरू रिक्स लिएर हिँडिरहेको हुन्छ। हामी चाहिँ हिजो होइन यही आश्रममा बसेको थियौँ अनि त्यहाँबाट अहिले बिहानै उता के अरे बद्रीनाथ जान लागिरहेको छौँ होइन। अनि त्यहाँ तातो पानी आउँछ अरे होइन, अनि त्यहाँ गएर नुहाउने अनि पूजा गर्ने। अनि यहाँ चाहिँ यति साह्रै जाडो हो कि लास्टै जाडो हो भने मर्ने लागिसक्यो। यहाँबाट 10 मिनट लाग्छ भने अब हेरौँ है के हुन्छ। बद्रीनाथ त्यहाँ हो, हामी बसेको रुमबाट चाहिँ जम्मा 10 मिनट थियो बद्रीनाथ। अहिले हुर्की लाग्यो, अहिले हाम्रो देखेको छैन है, मेन हो नि त, अनि त्यही भएर प्रसाद ले लिया। बद्रीनाथ गरम कुण्ड हो होइन, अनि त्यहाँ मान्छेहरू शुद्ध भएर भगवान् पूजा गर्न जाँदो रहेछ। तर भर्खरै यहीँ मान्छे मान्छेहरू सबैजना बाल्टी तर यहाँ लास्टै तातो हुँदो रहेछ यहाँको पानी चाहिँ होइन। अब हामी पनि नुहाउनेछौँ यहाँनिर होइन सबैजना, अनि पूजा गर्न जान्छौँ। सबै नुहाएर आयौँ होइन, अनि अब हामी चाहिँ मन्दिरतिर लागिरहेको छौँ। जाडोले यस्तो प्रकारको छ होइन, यस्तो जाडो छ, मेकअप गरेर पनि केही बिग्रेको छ जाडोले। लास्ट केदारनाथभन्दा बढी चाहिँ बद्रीनाथमा जाडो छ है। तातो पानीले केही कुन गरम कुनमा नुहायौँ हामीले तातो पानीले, अनि तर पनि जाडै भयो भनौँ न। अनि अहिले चाहिँ हामी मन्दिर जाँदैछौँ। भिर र पहिरो खोलाको बाटो नमान केही पिरा दर्शन गर्नु होला हजुरले। दशहराले गर्नु मम्मीहरू हामी चाहिँ यहाँ पूजा गर्न जान्छौँ। अहिले चाहिँ मम्मीहरूले पूजा हामीले चाहिँ आज यो बद्रीनाथ दर्शन गरी भ्यायौँ होइन। अनि अब म चाहिँ मेरो भ्लग यहीँबाट इन गर्न चाहन्छु। अब धेरै भइसक्यो नि त नेपालदेखि आएको, हामी 8 दिन भइसक्यो। 8 दिनसम्मको चाहिँ भ्लग धेरै लामो हुन्छ, अनि त्यसैले चाहिँ आज लास्ट यहाँ हामी इन्डियामा रहने, अनि त्यसैले आज अब यहाँ बद्रीनाथ घुमि भ्यायो आज हो। अब बद्रीनाथबाट चाहिँ हामी नेपाल जाँदैछौँ सिधै। यहाँबाट मेरो भ्लग यहीँ इन गर्न चाहन्छु। हजुरहरूले नि यहीँबाट दर्शन गर्नु होला होइन। जसले मेरो भिडियो हेर्दै हुनुहुन्छ हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। हस् त, धन्यवाद, बाई बाई।